कहाँबाट आएर बसेको होला? कहाँबाट आयो बसिए? कहाँ आन्टी तपाईँको घर? मेरो घर जुम्ला हो। हेर उता जुम्लाबाट यहाँ कसरी आइपुग्नु भयो? यो बाँदरको कठै यी आन्टीको बिचल्ली भयो। यहाँ हत्ते छ। उताबाट कान्छ। सुन्न आन्टी, कसैले सहयोग गरिदिनुहोस् यो बाँदर र मान्छेलाई। यो भनेको उही जुनीको ऊ हो छोरो। कसैले सहयोग गरिदिनु होला। अलिअलि हेर्छ, पेटमा केही पनि परेको छैन। हाजी फलफुल मात्रै खानुहुन्छ। हामीलाई पैसा पनि छैन। फलफुल गर्ने सहयोग, फलफुल किन्ने, उहाँलाई पाल्ने सहयोग गरिदिनु होला। म पनि नागो स्थितिको मान्छे छु, गरिबी स्थितिको छु। खेतीपाती पनि छैन। कति दुःख पाल्नु पर्यो, दुध किनेर खुवाउनु पर्यो, केरा किनेर खुवाउनु पर्यो। उहाँ हजुर थाकेर आउनु भएको छ। माथिबाट खेदेछन् उहाँ हजुरलाई, दुश्मन लाएर खेदेछन् उहाँ कति दिनबाट अन्निलो हुनुहुन्छ। बल्ल बल्ल काग पाएर सुन्नु भएको छ।